गुगल रिभ्यूको लागि सबभन्दा पहिला तपाईँहरू एउटा ब्राउजर ओपन गर्नुहोस्। मैले गुगलको ब्राउजर लेखेँ। यसमा तपाईँहरू बिजनेस .google.com भनेर इन्टर गर्नुहोस्। त्यसपछि तपाईँहरूको प्रोफाइल खुल्छ। यो प्रोफाइल यहाँ मैले हेरेँ भने यो सागर बस्यालको नामबाट छ र यदि तपाईँहरू अब जुन उसकोबाट गर्ने हो त्यहाँबाट चाहिँ एड एकाउन्ट गरेर पनि गर्न सक्नुहुन्छ। अनि म चाहिँ स्टार्ट नाउमा गएँ। राइट, अब म स्टार्ट नाउमा गइसकेपछि मैले चाहिँ एउटा क्याफे खोल्दैछु। राइट, अब म क्याफे जस्तो हाम्रो क्याफे एन्ड खाजा घर भनेर मैले के गरेँ, मेरो बिजनेसको नाम बनाएँ। राइट, अब मेरो बिजनेसको नाम बनाइसकेपछि अब यो अनलाइन रिटेल लोकल के छ भन्दाखेरि हाम्रो यो लोकल स्टोर हो अनि हामी अनलाइन पनि सेल गर्छौँ र सर्भिस बिजनेस पनि हो हाम्रो। तीनवटैमा म सिलेक्ट गरेँ। तपाईँहरूले आफ्नो त्यो अनुसार उस गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो वेबसाइट छ भने वेबसाइट पनि राख्नु होला। म यसलाई स्किप गरेँ अहिले। र एज वेल अब म तपाईँको बिजनेस म यहाँ क्याफे लेख्छु। म क्याफे ओके। अब मेरो क्याफे छ भने म यसलाई नेक्स्ट गर्छु र अब इन्टर यो बिजनेस नेपालमा छ। यो डिफल्ट आयो। स्ट्रिट नेम मानौँ मेरो बिजनेस चाहिँ वसुन्धरा। राइट, अब सिटी पनि कुन भन्दाखेरि काठमाडौँ पोस्टल कोड हाम्रो 44,900। ओके, तपाईँले पोस्टल कोड चाहिँ आफ्नो पोस्टल कोड कुन हो भनेर आफ्नो एरियाको चाहिँ गुगलमा खोज्नुभयो भने पाउनुहुन्छ। मैले यसलाई यो हालेँ। ओके, अब यहाँ चाहिँ इज दिस योर बिजनेस भनेको छ है। अब यो हाम्रो कुनै पनि बिजनेस होइन, हाम्रो क्याफे एन्ड लाफिङ सेन्टर भन्ने रहेछ गल्फ फुटारमा। हाम्रो यत्रो धेरै हामी नन अफ दिस गर्छौँ र नेक्स्ट गर्छौँ। यसको एउटा फाइदा के छ भनेपछि गुगल रिभ्यूको थ्रुबाट तपाईँले आफ्नो लोकेसन पनि एड गर्न सक्नुहुन्छ, जसको प्रयोगले कोही पनि व्यक्तिहरू इनड्राइभ अथवा लोकेसन सोध्यो भने उसले चाहिँ लोकेसन पनि लिन सक्यो। अथवा तपाईँ यहाँ एडजस्ट गरेर एडजस्ट पनि गर्न सक्नुहुन्छ। र अहिलेलाई मैले के गर्छु, यसलाई यही नै म ड्र्याग आउट गर्छु। यसलाई तपाईँको फोन नम्बर राख्न सक्नुहुन्छ। मैले मेरो फोन नम्बर राखेँ 7984473080। राइट, अब म यसलाई नेक्स्ट गर्छु। ओके, अब नम्बर मिलेन भन्छ यसले, नम्बर सायद मिलेन, अब मिल्छ। त्यसपछि अब पुट यो बिजनेस अन द म्याप भनेको छ होइन। गेट न्युज, गेट इन्भिटेसन हामी केही पनि लेख्दैनौँ। यसलाई टिक गरिनँ मैले। म नेक्स्टमा गएँ र हामी चाहिँ के गर्छौँ भन्दाखेरि अब नेक्स्टमा म गएँ। राइट, अब भेरिफाई गर्नु भनेको छ अथवा बिजनेसको भिडियो राख्नु भनेको सबभन्दा राम्रो चाहिँ म यसमा के गर्छु भन्दाखेरि ट्याक्स आउने गराइदिन्छु र यो ट्याक्स आयो भने मेरो बिजनेस चाहिँ भेरिफाई हुन्छ। वेट, अब मलाई एउटा ट्याक्स आउँछ होला। ओके, गुगल बिजनेस प्रोफाइल 354679 354679। ओके, भन्छ 354679। राइट, अब म यसलाई भेरिफाई गरिदिन्छु। ओके, यो भइसकेपछि यो भेरिफाई भइसक्यो भन्ने कुरा उसले बुझ्यो र उसले हाम्रो चाहिँ अब तपाईँहरूले आफ्नो पसलहरू कति बेलाबाट कति बेलासम्म खुल्छ तपाईँ सबै राख्न सक्नुहुन्छ। ओके, म यसलाई यो गरिदिएर म नेक्स्ट गरिदिन्छु अथवा अहिले म यसलाई स्किप मात्र गरिदिन्छु। राइट, अब डाइन के छ तपाईँको टेक आउट होइन, कार यो चाहिँ कर्ब साइड पिकअप छ कि छैन, ड्राइभ थ्रु के छ, डेलिभरी के छ, नन कन्टेन्ट डेलिभरी, यो सब चाहिँ तपाईँले के गर्नुहुन्छ आफ्नो गर्न सक्नुहुन्छ। आफ्नो बिजनेसको बारेमा यहाँ लेख्न सक्नुहुन्छ। यहाँ चाहिँ इमेज तपाईँहरू राख्नु होला, यो एकदम राम्रो सपोर्टिभ हुन्छ। आफ्नो मेनुहरू केही छ भने मेनु पनि राख्न सक्नुहुन्छ र आफ्नो चाहिँ खानाहरूको बारेमा फुडहरूको बारेमा पनि तपाईँले यहाँ गर्न सक्नुभयो। अनि गेट स्टार्टेड एडभर्टाइज इजिली इन मिनेट भनेको छ। हामी चाहिँ एडभर्टाइज गर्दैनौँ, अब पैसा लाग्छ, हामी त्यही भएर स्किप गरिदिन्छु यसलाई। र हाम्रो चाहिँ यो पनि भइसक्यो। अनि यसलाई पनि तपाईँले कस्टमाइज नगरिकन स्किप गर्नु होला, यो ट्रायल नगरिकन। र यो एडिट विल बी भिजिबल वन्स यु आर भेरिफाइड भनेको छ। कन्टिन्यू गरिदिन्छु। अब मेरो के भयो त भन्दाखेरि मेरो बिजनेस एकाउन्ट बन्यो। राइट, अब भेरिफाई भयो कि भएन भनेर हेर्नको लागि म मेरो बिजनेसको प्रोफाइलमा जान्छु। पर्फर्मेन्स, एडिट प्रोफाइल होइन, रिड रिभ्यूमा गएँ म। राइट, रिड रिभ्यूमा गइसकेपछि यहाँमा गएँ। यहाँ गइसकेपछि इट इज युजली टेक अप टु 5 days फर द गुगल टु फिनिस योर भेरिफिकेसन्स। यु क्यान कन्टिन्यू टु अपडेट योर प्रोफाइल। एडिट्स विल बी भिजिबल टु कस्टमर्स आफ्टर यु आर भेरिफाइड भनेको छ। यो भेरिफाई भइसकेपछि चाहिँ मात्र यसले यो मलाई दिन्छ भन्यो है। अब यदि चाहिँ भिजिबल भएपछि तपाईँको कस्तो हुन्छ त भन्दाखेरि म तपाईँलाई अर्को देखाउँछु ल। अर्को
अर्को हेरौँ मेरो चाहिँ नि भेरिफाई भएकोबाट चाहिँ तपाईँले अब तपाईँको भेरिफाई भएपछि कस्तो हुन्छ भन्ने कुरा म तपाईँलाई देखाउँछु। म यसलाई साइन आउट गरेँ। म साइन आउट गरेर अर्को चाहिँ नि एकाउन्टमा युज अनदर एकाउन्टमा गएँ। मेरो अनदर एकाउन्टबाट यो मैले मेल एड्रेस हानेँ र यसमा मैले यो पनि मैले यो भएको हुँदाखेरि म यहाँ जान्छु बिजनेस प्रोफाइलमा गएँ र भेरिफाई भइसकेपछि के हुन्छ भन्दाखेरि जस्तै सत्यम ट्रेडर्स भनेर जुन यो छ मैले यसलाई हेर्छु र सत्यम ट्रेडर्सको यसलाई मैले के गरिदिएँ त भन्दाखेरि यो चाहिँ अब मैले यहाँ चाहिँ रिभ्यूमा गएर यहाँ के गर्न सक्छु भन्दाखेरि यो चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि अब यहाँ चाहिँ गेट मोर रिभ्यूमा जाने र गेट मोर रिभ्यूमा गइसकेपछि तपाईँहरू ले यो सेयर पनि गर्न सक्नुहुन्छ र म क्युआर बनाउनको लागि सबभन्दा पहिला यसलाई लिङ्क गर्छु अनि त्यसपछि यहाँ गएर क्युआर जेनेरेटर हैन अब म क्युआर जेनेरेटर भनेर एउटा खोल्छु राइट। अब यहाँ गएर यहाँ क्युआर जेनेरेट गर्नको लागि सबभन्दा पहिला म के गर्छु यहाँ लिङ्क राखिदिन्छु। यहाँ राखेर मैले यसलाई पेस्ट गरिदिन्छु राइट। पेस्ट गरिसकेपछि मोटिभेट बिजनेस एजुकेसन हेल्थ फुड एन्ड ड्रिङ्क ओके फुड एन्ड ड्रिङ्क गर्दै अथवा यो सरी लिङ्क यहाँ गर्नुपर्ने यो चाहिँ अप्सनल हो यसलाई हटाएर अनि हाम्रो खाजा घर एन्ड क्याफे भनेर मैले के गर्न सकेँ यसलाई म राख्न सकेँ ओके। अब यहाँ हामीले फुड एन्ड ड्रिङ्क गरिदिन्छु। अब हाम्रो क्याटेगोराइज गरिदिन्छु एन्ड कस्टमाइज मैले क्युआर गर्छु राइट। मेरो क्युआर तयार भइसक्यो म यसलाई डाउनलोड गरिदिन्छु र यो डाउनलोड गरेको क्युआर चाहिँ तपाईँको यस्तो देखिन्छ। अब यो क्युआर चाहिँ तपाईँहरूले के गर्नुहुन्छ त भन्दाखेरि प्रिन्ट आउट निकालेर तपाईँले आफ्नो रिसिप्सन अगाडि राख्नु होला र आफ्नो गेस्टहरूलाई आफ्नो प्रोडक्ट सर्भिसको बारेमा रिभ्यू लेखाउन सक्नुहुन्छ जसले गर्दा तपाईँको कस्टमर बढ्ने सम्भावना अत्याधिक रहन्छ। हस् त थ्याङ्क यू अहिलेसम्म भिडियो हेरिदिनु भयो र मन पऱ्यो भने भिडियोलाई सेयर पनि गरिदिनु होला। धन्यवाद।